सक्नुहुन्छ र मैले यो भन्दा अगाडिको भिडियोमा मैले तपाईहरुलाई आफ्नो परिचय दिइसकेको छु। मेरो नाम हो चौहान सहदेव हैन, सहदेव चौहान र मेरो घर चाहिँ के हो त भोजपुर हो। यो भन्दा अगाडि मैले लोटस इटरी कोरियन ल्याङ्ग्वेजमा पनि काम गरिसकेको छु र मैले आफ्नै अनुभवमा 100% मा 96.8% ल्याएको छु। मैले तपाईहरुलाई प्रुफको साथ बोलेको थिए र मेरो जुन छागिसके मैले तपाईहरुलाई मैले कोरियनसँग शेयर गरेको थिए, मैले जुन बनाएको थिए त्यही छागिसके म तपाईहरुलाई शेयर गर्दै छु ताकि तपाईहरुलाई के होस् त सजिलो होस् भनेर है त। यहाँदेखि यहाँसम्म चाहिँ यो मेरो छागिसके अरु भन्दा एक्स्ट्रा देखिन्छ। तपाईलाई यो मात्रै कोरियनले सुन्नु अथवा उहाँहरुले देख्नु भयो भनेदेखि राम्रो गर्नुभयो, अरु भन्दा तपाईको फाल्टै पनि सुनिन्छ र फाल्टै गर्न सक्नुहुन्छ। म तपाईहरुलाई यसको भन्न सक्छु, मैले यहाँ लेखेको छु कि यहाँसम्म प्राय सबैको सेम नै हुन्छ, यो फरक कुरा परेन हैन। छनुन र सोल्देबु थ फुमनिङ हाको खाछि नोङसाइरुल हाको इस्मिदा भनेको चाहिँ म चाहिँ बच्चैदेखि अथवा सानैदेखि चाहिँ बुवा मम्मीसँग सँगै खेती किसानको काम गर्दै आइरहेको छु। के गर्दैछ त हामी प्राय जसो धेरै मान्छेहरु चाहिँ अब किसानकै छोराछोरी छौं हैन, किनकि हामी मिडल क्लास भन्नेबाट आएको नि त, हामीले खेती किसान गरेर आएको छौं। यो तपाईहरुले भन्नु पनि जरुरी छ है। अर्को मेन टपिक आउँछ खुरेस नुगुफोदा संसिरागो अर्याउने इरिरादो स्विपको हाल्सु नुन छासिने इस्सुमिदा भनेको चाहिँ त्यसैले अरु भन्दा हैन इमानदार अथवा लगनशील भएर जसोसुकै गाह्रो काम आए पनि सजिलैसँग म आफै गर्न सक्छु भनेर मैले भनेको छु। यो सुन्दाखेरि के त छुट्टै एउटा राम्रो सुनिन्छ। यति तपाईको छागिसके के हुन्छ अरु भन्दा एक्स्ट्रा हुन्छ है त। ल 안녕하세요, नमस्कार, तपाईहरुलाई फेरि पनि स्वागत छ हैन आजको हाम्रो यो भिडियोमा। र आजको हाम्रो भिडियोको टपिक छ छागिसके। यो भन्दा अगाडि मैले तपाईहरुलाई छागिसकेको बारेमा एउटा भिडियो बनाएको थिएँ हैन, जहाँ चाहिँ मैले आफ्नो परिचय नै दिएर तपाईहरुले मात्रै नाम अनि ठेगाना उमेर र आफ्नो परिवार कतिजना हुनुहुन्छ त्यही अनुसारले परिवर्तन गर्नु भनेको थिएँ। र फेरि पनि त्यही भिडियो पनि समेटेर अब अलिकति बुझाउन सकिन कि हैन। र त्यही भिडियो सँगसँगै चाहिँ आज चाहिँ तपाईहरुलाई कस्तो प्रश्न सोध्नुहुन्छ त उहाँहरुले हामीले कसरी याद गर्ने भनेर भिडियो सँगसँगै थोरै टिप्स पनि दिन आइरहेको छु भन्नुपर्छ हैन। ल अब हामी सुरु गर्छौं। ल हेर्नुस् त छागिसके भनेको चाहिँ आफ्नो परिचय। र आज चाहिँ मैले तपाईहरुको लागि चाहिँ धेरै बनाएको छु है त। मैले यहाँनिर तपाईहरुलाई सजिलो होस् भनेर नेपालीमा पनि लेखिदिएको छु हैन र कोरियनमा पनि लेखिदिएको छु ताकि तपाईहरुलाई के होस् भन्दाखेरि चाहिँ प्रश्न सोध्दाखेरि चाहिँ यो प्रश्न सोधेको रहेछ भनेर तपाईहरुलाई के होस् त थाहा होस् भनेर है। ल हामी सुरुदेखि नै गयौं। छागिसके मैले तपाईहरुलाई भनिसकेको थिएँ कि छागिसके प्राय सबैले नै तयारी गर्नुभएको छ, गर्दै हुनुहुन्छ, तर पनि अरु भन्दा अलिकति एक्स्ट्रा तरिकाले। जस्तै कि हामी कुनै अफिसमा गयौं हैन, जाने बित्तिकै सबैभन्दा पहिला छिरेर चाहिँ मेरो काम यो गर्नुस् त भन्दाखेरि के हो त उल्ले गर्दैन, तर नमस्कार सर मेरो काम चाहिँ यो थियो गर्नुहुन्छ कि भन्नु के हुन्छ त अभियसली गर्छ। त्यही भएर चाहिँ अरु भन्दा अलिकति विशेष बनाऊँ भनेर चाहिँ मैले यो गरेको छु भन्नुपर्छ। ल हामी सुरु गर्छौं। मैले 안녕하세요 제이름은 चौहान सहदेव इम्निदा। हेर्नुस् है, नमस्कार मेरो नाम चाहिँ चौहान सहदेव हो। तपाईहरुलाई अवगत नै छ हैन। हामीले कोरियन भाषामा आफ्नो परिचय दिँदाखेरि चाहिँ नाम भन्दा पनि सुरुमा के गर्नुपर्छ कास्ट दिनुपर्छ। जस्तै कि चौहान सहदेव इम्निदा। यहाँनिर तपाईहरुले आफ्नो नाम परिवर्तन गरेर 제이름은 कार्की सबिनिम्निदा लेख्न सक्नुहुन्छ। अर्को छ 만나서 반갑습니다। यो भनेको चाहिँ हामीले आफ्नो परिचय दिइसकेपछि भन्ने पर्ने हुन्छ। 만나서 반갑습니다 के हो त नाइस टु मिट यु, यानी कि भेटेर खुसी लाग्यो यसरी है त। मिनाउ छ अब हाम्रो छे खोयाङुन, मेरो गाउँ चाहिँ खोयाङ भनेको गाउँ यहाँ पार्टिकल लाग्छ हैन, त्यही भएर चाहिँ के हुन्छ उन्नुनको प्रयोग गरिन्छ। फाछि मरा के लाग्यो त उन लाग्यो, तपाईहरुलाई मैले बुझाउनु पर्यो यो चाहिँ छे खोयाङुन मेरो गाउँ चाहिँ के हो त। अब मैले तपाईहरुलाई यहाँनिर मेरो गाउँ चाहिँ भोजपुर हो नि त, त्यही भएर के लेखेको छु भोजपुर इम्निदा, सरी भोजपुर लेखेको छु हो। मेरो गाउँ त कहाँ रहेछ त भोजपुर रहेछ। अब तपाईको गाउँ कहाँ छ त तपाईले प्रयोग गर्न सक्नुहुन्छ। जस्तै कि छे खोयाङुन रामेछाबिम्निदा, छे खोयाङुन पाल्पा इम्निदा यसरी हाल्न सक्नुहुन्छ। र इम्निदा नलेखिकिन यो इगोको प्रयोग गर्न सक्नुहुन्छ ताकि छुटकरीमा भन्न सक्नुहुन्छ। जस्तै कि छे खोयाङुन भोजपुर इगो छनुन भोजपुर रहेछ वासुनिदा। अब यहाँ हेर्नु चाहिँ तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ मेरो गाउँ चाहिँ भोजपुर हो र के हो त म भोजपुरबाट के हो त आएको हुँ भन्न सकिन्छ। यो इगोको प्रयोग के हुन्छ त र भन्ने जोड्न सकिन्छ। अब हेर्नु चाहिँ
यहाँनिर तपाईँहरूले के गर्नुहुन्छ आफ्नो ठाउँको नाम परिवर्तन गरेर अरू सेम लेख्नुहुन्छ। अर्को छ छे नाइनुन। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ हामीले आफ्नो उमेर समट्नै पर्ने हुन्छ, किनकि कोरियामा सबैभन्दा पहिला चाहिँ होइन मेसरेनिका भनेर सोधिरहनु भएको हुन्छ, किनकि पहिला हामीले एज थाहा पाउनु जरुरी छ। हामीभन्दा सिनियर हुनुहुन्छ कि जुनियर हुनुहुन्छ कि त्यही अनुसारले हामीले के हुन्छ त हिंसा गर्न सजिलो हुन्छ है त। अब यहाँ हेर्नुहोस् त छे नाइनुन मव सुमिल सेसालिगो छनुन मिहुनिमिदा। मैले यसरी टुङ्गाइदिएको छु। मेरो उमेर चाहिँ कति त सुमुल भनेको 20, से भनेको 30 वर्ष पुगे र म चाहिँ के हो त मिहुन भनेको चाहिँ के हो अविवाहित छु भनेर लेखेको छु। अब तपाईँ यहाँनिर बिहे गर्नुभएको छ भने चाहिँ छनुन खेरुनी मृदा भन्न सक्नुहुन्छ, मैले बिहे गरेको छु भन्न सक्नुहुन्छ है त। अर्को छ तपाईँलाई यहाँनिर तपाईँले अब कति वर्ष पुग्नुभयो त, जस्तै कि तपाईँ अब 29 वर्ष पुग्नुभयो भनेदेखि सुमुल आहुफ सालिमिदा अथवा 19 वर्ष पुग्नुभएको छ भने चाहिँ याल आहुफ सालिमिदा लेख्न सक्नुहुन्छ। अर्को छ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँको रुचि। तपाईँको रुचि केमा छ त भन्दाखेरि चाहिँ छे छिमुनुन मेरो रुचि चाहिँ फेगु इगो थोक सैमिदा। मेरो रुचि के रहेछ त, म चाहिँ तपाईँलाई बल खेल्न अथवा पढ्न चाहिँ मन पराउँछु भनेको छु होइन। अब तपाईँले चाहिँ अब जे पनि लेख्न सक्नुहुन्छ, जस्तै कि छनुन होइन छे छिमुनुन के हो त यही मृदा भन्न सक्नुहुन्छ। मेरो रुचि चाहिँ भ्रमण गर्ने हो अथवा तपाईँको रुचि के छ त्यहाँ जोड्न सक्नुहुन्छ है त। अर्को छ तपाईँलाई मेन आउँछ परिवार छे खाजगुन। अब मेरो परिवारमा हामी 5 जना सदस्य छौँ र मैले 5 जना लेखेको छु। तपाईँको कतिजना हुनुहुन्छ त्यही अनुसार लेख्नु होला। म लेखेको छु कि छे खाजगुन थासत्मिक मिदा। मेरो परिवारमा चाहिँ 5 जना हुनुहुन्छ। अब तपाईँको परिवारमा चाहिँ 9 जना हुनुहुन्छ भने के गर्नुहुन्छ तपाईँले छे खाजगुन आहुप म्याङ मिदा लेख्न सक्नुहुन्छ। अब को हुनुहुन्छ त भन्दाखेरि चाहिँ आबाजी हागो अमनी हागो ह्याङ हागो यदेङसिङ खुरीगो छ मिदा। बुबा र मम्मी र दाई र बहिनी र म छु भनेर मैले 5 जना पढाएको छु। यो हागो भनेको चाहिँ रसँग भन्ने टाइपको हुन्छ होइन। यो चाहिँ हाम्रो मान्छेहरू गर्न प्रयोग गरिन्छ। अर्को छ तपाईँलाई अब यहाँदेखि यहाँसम्म चाहिँ यो मेरो छागिसके अरूभन्दा एक्स्ट्रा देखिन्छ। तपाईँलाई यो मात्रै कोरियनले सुन्नु अथवा उहाँहरूले देख्नुभयो भनेदेखि राम्रो गर्नुभयो, अरूभन्दा तपाईँको फाल्टै पनि सुनिन्छ र फाल्टै गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई यसको भन्न सक्छु। मैले यहाँ लेखेको छु कि यहाँसम्म प्रायः सबैको सेम नै हुन्छ, यो फरक कुरा परेन होइन। छनुन अरू सोल्देको थ फुमुनिङ हाको खाची नोङसाइरुल हाको इस्मिदा भनेको चाहिँ म चाहिँ बच्चैदेखि अथवा सानैदेखि चाहिँ बुवा मम्मीसँग सँगै खेती किसानको काम गर्दै आइरहेको छु। के गर्दैछु त हामी प्रायः जस्तो धेरै मान्छेहरू चाहिँ अब किसानकै छोराछोरी छौँ होइन, किनकि हामी मिडल क्लास भन्नेबाट आएको नि त, हामीले खेती किसान गरेर आएको छौँ। यो तपाईँहरूले भन्नु पनि जरुरी छ है। म सानैदेखि बुवा मम्मीसँग सँगै खेती किसानको काम गर्दै आइरहेको छु। अब अर्को मेन टपिक आउँछ खुरेस नुगुफोदा सङ्सिरागो अर्याउने इरिरादो स्विपको हाल्सु नुन छासिने इस्सुमिदा भनेको चाहिँ त्यसैले अरूभन्दा होइन इमान्दार अथवा लगनशील भएर जस्तोसुकै गाह्रो काम आए पनि सजिलैसँग म आफै गर्न सक्छु भनेर मैले भनेको छु। यो सुन्दाखेरि के त छुट्टै एउटा राम्रो सुनिन्छ। यति तपाईँको छागिसके के हुन्छ अरूभन्दा एक्स्ट्रा हुन्छ है त। मैले तपाईँलाई भनिसकेँ यहाँभन्दा उँभो तपाईँहरूले नाम, तपाईँको गाउँ, तपाईँको उमेर, तपाईँको परिवार यति मात्रै हजुरले परिवर्तन गर्नुभयो र अरू सेम लेख्नुभयो भने तपाईँहरूले के गर्नुहुन्छ राम्रोसँग गर्न सक्नुहुन्छ। र मैले योभन्दा अगाडिको भिडियोमा मैले तपाईँहरूलाई आफ्नो परिचय दिइसकेको छु। मेरो नाम हो चौहान सहदेव होइन, सहदेव चौहान र मेरो घर चाहिँ के हो त भोजपुर हो। योभन्दा अगाडि मैले लोटस इटरी कोरियन ल्याङ्ग्वेजमा पनि काम गरिसकेको छु र मैले आफ्नै अनुभवमा 100%मा 96.8% ल्याएको छु। मैले तपाईँहरूलाई प्रुफको साथ बोलेको थिएँ र मेरो जुन छागिसके मैले कोरियनसँग सेयर गरेको थिएँ, मैले जुन बनाएको थिएँ त्यही छागिसके म तपाईँहरूलाई सेयर गर्दैछु ताकि तपाईँलाई के होस् त सजिलो होस् भनेर है त। अनि तपाईँले अन्तिममा नछुटाइकिन भन्नुपर्ने कुरा के छ भन्दा आफूरो छाल फुथाक थुर्मिदा खाम्सा हामीदा भनेको चाहिँ आउने समयमा मेरो ख्याल गरिदिनु होला, मेरो ख्याल राखिदिनु होला, खाम्साम्निदा धन्यवाद भनेको थिएँ। यो तपाईँहरूले सेम गर्न सक्नुहुन्छ। तपाईँहरूले यो घोक्नुपर्छ है त। जस्तै कि म पनि तपाईँहरूतिर हेरेर होइन नहेरी पनि भन्न सक्छु। राम्रोसँगले गर्नुभयो भनेदेखि धेरै साथीहरू अब 100मा 100 हान्नुहुन्छ होइन। अनि अब जसले पनि 100 त हान्नु नि, टिचरले पनि 100 हान्नु, मैले नि 100 हाने, म भन्दा के कम भनेर उहाँहरूले अलिकति ओभर कन्फिडेन्स भएर छागिसकेमा तयारी खासै गर्नुहुन्न क्या। त्यही कुराले चाहिँ उहाँहरू पछि पर्नुहुन्छ। त्यही भएर कन्फिडेन्स हुनु राम्रो, तर ओभर कन्फिडेन्स हुनु के हो त आफूलाई घाटा हुन्छ, लागि परेर पर्नुपर्छ है त। अब हामी जाउँ क्वेसनतिर। कस्तो क्वेसन सोध्छ कोरियनले होइन।
अब 1 नम्बरमा छ, अब हेर्नु होला, मैले तपाईहरुलाई सजिलो होस् भनेर नेपालीमा लेखिदिएको कारण के भन्देखि तपाईहरुले कुन क्वेशन सोधिरहेको छ भनेर नेपालीमा ट्रान्सलेट गर्न सजिलो होस्। तपाईहरुले म आफैले पनि भएको कुरा के हुन्छ भन्दाखेरि चाहिँ अब म आफू पढाइराखेको कारणले गर्दा पनि अलि सजिलो चाहिँ भएको थियो है, तर पनि अगाडि गइसकेपछि अब उहाँले सोद्धाखेरि टोनी फाल्टै सुनिने क्या, हामीले पढ्दा अर्कै उहाँहरूले बोल्दा अर्कै सुनिन्थ्यो। अब यहाँनिर छ हेर्नु त, होइसा ए इरुमानुमेन अत्तखी हाल्कै भनेको छ, कम्पनीमा धेरै काम भयो भने के गर्नुहुन्छ भनेर सोधेको थियो अथवा सोध्छ। तपाईले के सोध्नुहुन्छ भन्दाखेरि चाहिँ अब तपाईले 2 नम्बर क्वेशन सोध्नुहुन्छ क्या, होइसा थुङ्नु हान्थे समस्या भने अत्तखी हाल्कै भनेर सुन्नुहुन्छ। तपाईले सोधेको यो हुन्छ, तपाईले रिप्लाई यसको गर्नुहुन्छ, त्यही भएर धेरै कुराहरू बिग्रिन सक्छ। तपाईहरुले यति बुझ्नु भएन भने थासी हानबन मरहल सुइसयो अथवा मरहल सुइसयो फेरि एकचोटि भनिदिन सक्नुहुन्छ कि भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। तर त्यहाँनिर तपाईले बुझ्नु भएन, फेरि भनिदिनुस् न भनेर यसरी नेपालीमा बोल्नु भयो भनेदेखि तपाईहरुलाई के हुन्छ, फाकुरो खासै हो भन्छ, बाहिर जा अथवा भनेपछि त बिग्रिन सक्छ। ल हामी 1 नम्बरमा जाउँ। होइसा इरिमानुमेन अत्तखी हाल्कै भनेको छ, कम्पनीमा धेरै काम भयो भने के गर्नुहुन्छ भनेको छ। अब तपाईहरुले के भन्नुपर्छ भन्दा इरिमानुमेन थयल्सिमी हागो इरुल मानी हाम्यान छदो थुरुल थमानी फल्सु इत्तानुन सेंगागुन खाजीको यल्सिमी हागे सुनिदा भनेको छ। काम धेरै भयो भने अझै मिहिनेत साथ काम गर्नेछु अथवा गर्छु। धेरै काम गर्दा अथवा धेरै काम भयो भने म पनि के गर्दा धेरै पैसा कमाउन सक्छु भन्ने सोचेर म मिहिनेतका साथ काम गर्नेछु, अझै के हो त मिहिनेतले काम गर्नेछु भनेर तपाईले भन्नुपर्ने हुन्छ। सिधै कोरेलले भन्नुहुन्छ होइसा इरिमानु अत्तखी हाल्कै हो, त्यही भन्नुहुन्छ इरिमानुमेन थयल्सिमी हागो इरुल मानी हाम्यान छदो थुरुल थमानी फल्सु इत्तानुन सेंगागुन खाजीको यल्सिमी हागे सुनिदा। तपाईले सोच्नु पर्यो क्या, धेरै काम भयो भने के हुन्छ, म पनि धेरै पैसा कमाउन सक्छु भनेर पोजिटिभ थिङ लिएर काम गर्नेछु भनेर तपाईले भन्नुभयो भने चाहिँ भन्दा के हुन्छ, बेस्ट क्वेशन अनि एन्सर हुन्छ है त। अब हामी जाउँ 2 नम्बरमा। 2 नम्बरमा छ हजुरलाई होइसा थुङ्नु हान्थे समूल हामीयन अत्तखी हाल्कै भनेको छ, कम्पनीको सहकर्मीसँग झगडा पर्यो अथवा गलत बुझाइ पर्यो भने तपाईँ के गर्नुहुन्छ भनेर सोधेको छ है त। अब तपाईँले भन्नुहुन्छ ओम्नेसरुल खन्नमेन्स सागवा रुल हाम्निदा खुरीको आफूरो इरान इरी अम्नन्दो दोरक छोसिम हागे सुनिदा भनेको छ। अब सबैभन्दा पहिला चाहिँ हाम्रो नेपालीमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब झगडा पर्यो भनेदेखि नबोल जस्तो मुला भन्ने हाम्रो एउटा धारणा हुन्छ क्या। तर हामी चाहिँ नेपालबाट अथवा जहाँबाट हामी आए पनि एउटा कम्पनी भइसकेपछि एउटा परिवार हुन्छौँ हामी, त्यही भएर हामीले चाहिँ मिल्नै पर्ने अवस्था हुन्छ, किनकि दैनिक जीवनको लागि के हुन्छ, सजिलो हुन्छ। कम्पनीमा अथवा कोरियामा चाहिँ झगडा पर्दाखेरि चाहिँ सँगै बसेर होइन, अब उम्नेसु भयो, अब उम्नेसुमा के पर्छ भन्नुहुन्छ भनेदेखि चाहिँ पेय पदार्थ पर्छ होइन। अब कोही अब रक्सीहरू खानुहुन्छ भनेदेखि रक्सीहरू खुवाएर पनि के हुन्छ, मबाट गल्ती भयो, आइन्दादेखि यस्तो गल्ती हुने छैन, मलाई माफ गर्नु होला भन्ने एउटा चलन छ। खानु भनेको के हो त, चियर्स गर्नु है त। अब यहाँ हेर्नुहोस्, म पेय पदार्थ दिएर माफी माग्छु र भविष्यमा यस्तो नहोस् भनेर के गर्छु त, समाधान गर्छु अथवा के गर्छु, ख्याल गर्नेछु। सोच्मे भनेको चाहिँ के हो त, ख्याल गर्नु भन्ने हुन्छ। अर्को छ हजुरलाई 3 नम्बरमा क्वेसन छ, तपाईहरुले यो क्वेसन एकदम घोक्नुपर्छ है त हैन। अब हामीले त्यत्रो धेरै क्वेसनहरु हैन, अब समथिङ 10,000 प्लस मिनिङहरु त घोकेका थियौं भनेदेखि यो त क्वेसन हो, हामीले अलिकति ग्रामर जोडेर आएको छ, हामीले यो कन्फर्म हुनुपर्छ है त, कुन क्वेसन सोधिरहनु भएको छ, कति नम्बरको क्वेसन हो र मैले के भन्नुपर्छ भनेर हामीले के हो त पूर्व तयारी गर्नुपर्छ। 3 नम्बरमा छ हाम्रो हानगोकै छ साइङ हालसुनुन खिसुलजा ख्याङजुङ इसायो। अब हेर्नुहोस् है, कोरियामा प्रयोग गर्न मिल्ने प्राविधिक प्रमाणपत्र छ अथवा तपाईसँग कुनै सिपको प्रमाणपत्र छ भनेको छ। अब तपाईँले के भन्नुहुन्छ छ भनेदेखि नै सुनिदा हुन सक्नुहुन्छ। अब हामीसँग छैन, हामी के भन्छौँ भन्दाखेरि चाहिँ आनियो अफ सुनिदा हाजिमान इरल हाल्ते खन्सिमुल खाजीको फुजरेन हाने फेउगे सुनिदा तो एलसिमी इल हाल्सुइनुन छासिने इस सुनिदा भनेको छ। यो भने के भन्नुहुन्छ भने छैन, तर काम गर्दा रुचि लिएर मेहनतको साथ काम सिक्नेछु र मेहनत गरेर काम गर्नेछु भन्ने के त म भित्र आत्मविश्वास छ भनेर तपाईले यसरी कन्फिडेन्ट भएर दिनुपर्ने हुन्छ हैन। तपाईले यो घोक्ने पर्छ, यसलाई स्क्रिनशट गरेर तपाईहरुले नोट बनाउन सक्नुहुन्छ हैन, अथवा पढ्न सक्नुहुन्छ। 4 नम्बरमा छ हजुरलाई एरुल हादागा सेल्सु हामीले अत्तखै हाल्कै भनेको चाहिँ काम गर्दाखेरि गल्ती भयो भने के गर्नुहुन्छ भनेको छ। अब तपाईले के भन्नुपर्छ भन्दा खातुन सिलसिलुल फान्दो खाजी आन्दोरक यालसिमी नोरियागुल हागे सुनिदा भनेको चाहिँ उही गल्ती दोहोरिन नदिन म मेहनतका साथ काम गर्नेछु अथवा त्यस्तो गल्ती अबदेखि नहोस् भनेर म के गर्छु त होसियार अथवा
आफ्नो ख्याल गर्नेछु भनेर तपाईँले दिन सक्नुहुन्छ। अब अर्को छ हजुरलाई 5 नम्बरमा छ। अब भिडियो निकै लामो हुनसक्छ है, तपाईँहरूलाई यसलाई के भन्न खोजेको भनेर मैले तपाईँहरूलाई नेपाली अथवा कोरियनमा दुईटैमा लेखिदिएको छु, तपाईँहरूलाई पढ्न सजिलो हुन्छ भन्ने आशा राखेको छु है। 5 नम्बरमा छ हजुरलाई ओभन फुलेङ फोमी मान्नुमेन अत्थकै हल्कै भनेको छ। खराब सामान धेरै भयो भने के गर्नुहुन्छ भन्दाखेरि चाहिँ खिगेगा छङ्जी सिखिगो सँगसँगै फोगो हाम्निदा खुरीगो अफुरो छोसी मागे सुनिदा। म मेसिन रोकेर हाकिमलाई जानकारी दिनेछु र भविष्यमा सावधानी अपनाउनेछु हैन। गल्ती नगरिकन कुनै पनि काम 100% के हो त सक्सेसफुल हुँदैन। कसैले गर्वमा सिकेर आएको हुँदैन, हामीले सिक्नुपर्ने हुन्छ। गल्ती जोबाट हुन्छ, तर त्यस्तो गल्ती बारम्बार नहोस् भनेर के हो त हामीले ख्याल गर्नुपर्ने हुन्छ हैन। ल रमाजीमा गुरु अन्तिम छ हाम्रो युगवन हेरुल हादागा सिल्सु हामीले अत्तकै हल्कायो काम गर्दाखेरि हैन। गल्ती भयो भने के गर्नुहुन्छ भनेको छ। अब तपाईँले के गर्नुपर्छ, उत्तर के दिनुपर्छ, सँगसँगै फोगो हागो थासिरुल सिल्सु हाजी अनिगे नरेक हामीदा भनेको चाहिँ म हाकिमलाई रिपोर्ट गर्छु र फेरि गल्ती नहोस् भनेर के गर्छु, होसियार हुन्छु अथवा त्यस्तो गल्ती नहोस् भनेर आफूलाई सावधानमा के गर्छु, प्रयास गर्छु। अलिकति मेरो ल्याङ्ग्वेज अथवा मेरो टकिङ चाहिँ अलिकति फास्ट छ। मेरो यो चाहिँ बच्चादेखिकै हेबिट हो र योभन्दा अगाडिकै भिडियो मैले पढाउँदाखेरि चाहिँ निकै स्लो बनाएर पढाएको थिएँ र आफूले सुन्दा पनि मलाई हाँस उठ्छ हैन। अब ढिलो बनाएको थिएँ मैले। तपाईँहरूलाई आज थोरै अब सबै कुरा मैले भनेको बुझ्नुभयो बुझ्नु भएन त थाहा भएन, किनकि अब टकिङ गर्ने अब सुन्दाखेरि नै अब सबैको फरक हुन्छ। त्यही पनि मैले प्रश्न हजुर लेखिदिएको छु। मैले तपाईँलाई भनिसकेँ छागिसके दिँदाखेरि चाहिँ जहाँ मैले तपाईँलाई लेखेको छु अब मेरो नामको ठाउँमा तपाईँको नाम हाल्नु होला, तपाईँ मेरो ठाउँको ठाउँमा तपाईँको ठाउँ हाल्नु होला र मेरो उमेरको ठाउँमा तपाईँको उमेर हाल्नु होला र मेरो परिवार 5 जना छ भने तपाईँको कतिजना हुनुहुन्छ त्यो अनुसारले तपाईँले गर्न सक्नुहुन्छ है त। र क्वेसन सबैको सेमै हुन्छ। मैले तपाईँहरूलाई अन्तिममा के टिप्स दिन चाहन्छु भनेदेखि तपाईँहरूले सबैले पढ्नु भएको तयारी गर्नुभएको छ हो, तर हामीलाई यस्तो हुन्छ कि सबैभन्दा ठुलो कुरा हामीले आफ्नो मनको डर मार्नुपर्छ। त्यही भएर एउटा ठुलो ऐना अथवा आफ्नो प्यारेन्ट्स हुनुभयो अथवा हामी कोरियन भाषा पढ्ने साथी अथवा प्रशिक्षक हुनुहुन्छ भनेदेखि उहाँहरूको अगाडि धेरैभन्दा धेरै बोल्ने प्रयास गर्नु होला, ताकि तपाईँलाई के हुन्छ, सजिलो हुन्छ। तर तपाईँहरू पढ्न प्रयास गर्नु भएन, एकैचोटि तपाईँले मलाई आइहाल्छ नि, म सकिहाल्छु नि, 2 जना सकिरहेछ, अरूसँग कम्पेयर गरेर तपाईँ आउनुभयो भनेदेखि तपाईँलाई गाह्रो हुन्छ। किनकि मैले के भनिरहेको छु, हामीले बोल्ने टोन र कोरियनहरूले बोल्ने टोन फरक सुनिन्छ। जस्तै कि हामी के भन्छौँ हैन, अदेश असुनिका भनिम सजिलो, उसले के भन्छ अदेश वा अदेश वास भनेर तपाईँले के भन्नुहुन्छ, कहाँदेखि आएको भन्दा तपाईँले बुझ्नुहुन्न क्या अब के भन्नुभयो हो। त्यही भएर टकिङमा धेरै फरक पर्छ। त्यही भएर आफू प्रिपेयर हुनु होला, कन्फिडेन्स हुनु होला, तर ओभर कन्फिडेन्स के हो त नहुनु होला। यो भिडियोले तपाईँहरूलाई केही मात्रामा सही गर्छ भन्ने अपेक्षा राखेको छु। तपाईँहरूको कमेन्ट पनि म हेर्नेछु। तपाईँहरूलाई कुन सम्बन्धी भिडियो चाहिएको छ त्यो पनि कमेन्ट गर्नु होला। आउने दिनमा तपाईँहरूको कमेन्टमा आधार गर्दै म भिडियो ल्याउने बाचा गर्दै आजको यस भिडियोबाट बिदा गर्न चाहन्छु। खामसाम्निदा, धन्यवाद।